अवार्ड धेरै छ। तपाईँ स्वास्थ्य क्षेत्रको मान्छे पराष्ट्रमा किन जान खोज्नुभयो त? अब सिफारिस गरेको मान्छेले सिफारिस गरिदिए रहेछ कि उहाँ, किन तपाईँ त स्वास्थ्य मन्त्री भन्नुपर्ने मान्छे होइन डाक्टर साहब? अब त्यो त हो सर, तर अब मेरो नाम त्यहाँ सिफारिस भयो, उहाँले गर्नुभयो। अब के हेरेर गर्नुभयो के उहाँको त्यो छ, तर म सोच्छु म गर्न सक्छु, त्यो गर्न सक्छु। किनकि मेरो अलिकता विदेशमा नेताहरूसँग अलि हल्का फुल्का त्यही डिप्लोमेसीमा पनि मेरो अलि इन्ट्रेस्ट छ। अब मैले हजुरलाई त्यो उदाहरण दिएँ नि, त्यो डाक्टर दीपक बोराको, भारतको चिफ एडभाइजर। अनि त्यसपछि मैले प्यालेस्टिनको एम्बेसडरलाई पनि भेटेको छु दिल्लीमा यही कार्यक्रममा। अनि कोरियाको राजदूतलाई त यहीँ भेटेको थिएँ म। हयात होटलमा मेरो इन्टरनेसनल बिजनेस अवार्ड मैले पाएको थिएँ 2024 को, मैले नि पाएको। त्यहाँ म के भन्छन् कोरियाको राजदूतलाई पनि त्यही भेट भएको। त्यो हिसाबले